नमस्ते, मेरो नाम अभिनव सुब्बु, म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। कक्षा 9 र 10 का विद्यार्थी भाइ बहिनीहरुको लागि हामी ट्याक्स र मनी एक्सचेन्ज लिइरहेका छौं। कर र मुद्रा विनिमय। कर र मुद्रा विनिमय हामी हेरिरहेका छौं। हामीले यससँग सम्बन्धित प्रश्नहरु हेर्ने छौं। मुद्रा इकाई खरीद दर बिक्री दर। ठीक छ। मुद्रालाई हामी करेन्सी भन्छौं। युनिट बाइङ रेट र यो सेलिङ रेट छ। जस्तै मुद्रा कुनै हुन सक्छ। अब एक को खरीद दर भन्नाले यो बैंकले खरीद गर्छ। जस्तै हेरौँ हामी मुद्रा अमेरिकन डलर। ₹1 कति हुन्छ? मानौं 120 रुपैयाँ छ। ₹1 को खरीद दर बैंकले हामी यदि बेच्न जान्छौं भने बैंकले कतिमा खरीद गर्छ? 120 रुपैयाँमा बैंकले खरीद गर्छ। तर यदि हामी किन्न जान्छौं, हामी नेपाली लिएर जान्छौं र बैंकबाट हामी किन्न जान्छौं भने बैंकले यो भन्दा बढीमा दिन्छ। मानौं 120 रुपैयाँ छ, हुन सक्छ 20 रुपैयाँ 50 पैसा हुन सक्छ, 21 रुपैयाँ हुन सक्छ, यो भन्दा पनि बढी हुन सक्छ। जस्तै पाउन्ड स्टर्लिङ। एक को मानौं 160 रुपैयाँ हुन्छ। यसलाई हामी गरौँ 160 रुपैयाँ 80 पैसा। ठीक छ। यो भन्दा आज यसको रेट सधैँ फरक भइरहेको हुन्छ। जस्तै आज यसको रेट छ मानौं 160 रुपैयाँ, त भोलि यसको हुन सक्छ 155 हुन सक्छ, 159 हुन सक्छ, 161 हुन सक्छ। ठीक छ। त्यस्तै बिक्री दरमा पनि फरक आउँछ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले यसको मूल्य निर्धारण गर्छ। खरीद दर र बिक्री दर कसले निर्धारण गर्छ? नेपालमा नेपाल राष्ट्र बैंकले। जस्तै युरो। पाउन्ड स्टर्लिङलाई हामीले डलरलाई यसरी US डलर USD भन्न पनि सक्छौं। डलर यो भयो। पाउन्ड स्टर्लिङलाई यसरी युरोलाई ठीक छ। 1 युरो भनेको मानौं 90 रुपैयाँ छ। ठीक छ। र यसको बिक्री दर 91 रुपैयाँ छ। ठीक छ। युरो भन्नाले यो जति पनि युरोपियन कन्ट्रीहरु छ, युरोपियन कन्ट्री भन्नाले हाम्रो युनाइटेड किंगडम भन्नाले इंग्ल्यान्ड, त्यस्तै जर्मनी, फ्रान्स। ठीक छ। जति पनि 20-22 वटा राष्ट्रहरु छन् सबैमा युरो चल्छ र त्यसको त्यो राष्ट्रको आफ्नो करेन्सी पनि चल्छ, आफ्नो मुद्रा पनि चल्छ र जति पनि युरोपियन कन्ट्रीहरु छ 20-22 वटा त्यो सबमा युरो पनि चल्छ। भारतीय रुपैयाँ। सयको कति हुन्छ? 100 रुपैयाँ भारतीयको हामीलाई कतिमा दिन्छन् राष्ट्र बैंकले? 160 रुपैयाँ। यसको मूल्य चेन्ज यसको कन्स्ट्यान्टै छ, यसको सेम छ। र हामीलाई यसको कति तिर्नु पर्छ? 100। जस्तै अब मानौं हामी 100 रुपैयाँ इन्डियन लिएर बैंक जान्छौं। ठीक छ। हामीलाई 100 रुपैयाँले के गर्नु छ? नेपालीमा कन्भर्ट गर्नु छ। नेपालीमा चाहियो भने त्यसलाई हामीले कति दिन्छ? 160 रुपैयाँ। यदि अब हामीलाई चाहियो 100 रुपैयाँ, हामीलाई यदि 100 रुपैयाँ भारतीय रुपैयाँ चाहियो भने हामीलाई कति लिएर जानुपर्छ? 160 रुपैयाँ 15 पैसा बैंकले हामीलाई दिन्छ।
हामीलाई दिन्छ कति 100 रुपैयाँ। ठीक छ। अब योसँग सम्बन्धित हामी प्रश्नहरू हेर्नेछौँ। ठीक छ। प्रश्नले हामीले के भनिरहेछ, रु 10,000 नेपाली रुपियाँलाई भारतीय रुपियाँमा रूपान्तरण गर्नुहोस्। मतलब हामीसँग कति पैसा छ, 10,000 छ। हामीलाई के गर्नु छ, यसलाई इन्डियन करेन्सी बनाउनु छ, यसलाई हामी भारतीयमा बनाउनु छ भने यसको हेर्नु उत्तर सोल्युसन। नेपाली पैसा बराबर कति छ, रु 10,000। हामीसँग कति पैसा छ, 10,000। एक बराबर 1 रुपैयाँ नेपाली रुपियाँ को हामी के गर्छौँ, यहाँ ब्याङ्कसँग हामी लिन जान्छौँ भने ब्याङ्कले कुनमा दिन्छ, ब्याङ्कले बिक्री दरमा दिन्छ। बिक्री दर कति हुन्छ, यो 160 रुपैयाँ 15 पैसा। हाम्रो कति हुन जान्छ, 160 रुपैयाँ 15 पैसा। त्यस्तै 10,000 नेपाली बराबर, अब एक को कति छ, 160 रुपैयाँ 15 पैसा। 10,000 बराबर कति हुन्छ, 10,000 नेपाली रुपैयाँ को भारतीय बराबर हाम्रो हुन जान्छ 10,000लाई हामी केले भाग गर्छौँ, 160 रुपैयाँ 15 पैसाले। ठीक छ। हामीले के गर्छौँ, यसमा 10,000लाई हामी डिभाइड 10,000लाई भाग गर्छौँ, 10,000लाई हामी भाग गर्छौँ 160 रुपैयाँ 15 पैसाले। यो आउँछ 62। त्यस्तै यहाँ हामी हेरौँ, पहिले हामीले के गर्नेछौँ, यहाँ 100 नेपाली रुपियाँको भारतीय बराबर कति हुन्छ, 160 रुपैयाँ 15 पैसा। त्यस्तै 1 नेपाली रुपियाँ भारतीयमा कन्भर्ट गर्दा कति हुन्छ, यो हाम्रो 160 रुपैयाँ 15 पैसा बाई 100। यो हाम्रो हुन जान्छ 1 रुपैयाँ यति पैसा, 1 रुपैयाँ 60 15 यो पैसामा जान्छ। अब हामीले के गर्नेछौँ, 10,000लाई नेपाली रुपियाँ भारतीयमा कति आउँछ, हामीले के गर्नेछौँ, 10,000लाई हामी केले भाग गर्नेछौँ, 1 रुपैयाँ 60 15 पैसाले। 10,000लाई हामीले केले भाग गर्नेछौँ, 10,000लाई हामीले भाग गर्नेछौँ 1 रुपैयाँ 60 15 पैसाले। यो हाम्रो आउँछ 6,244। हाम्रो आउँछ 6,244.15 पैसा। ठीक छ। हामी अब यहाँ हेरौँ, हाम्रो यहाँ पहिला के गर्नुपर्छ, एकाइको निकाल्नुपर्छ। हामीसँग पहिला प्रश्नले के भनिरहेछ, हामीसँग 10,000 रुपैयाँ छ नेपाली। अब यो 10,000 रुपैयाँलाई हामीले के गर्नुपर्छ, भारतीयमा रूपान्तरण गर्नुपर्नेछ। हामीले के गर्छौँ, नेपाली पैसा हामीसँग 10,000 छ। अब हामीले
1 नेपाली रुपियाँको बिक्री दर कति छ? किनभने हामीले यदि भारतीय रुपियाँ ब्याङ्कमा बेच्न जान्छौँ भने ब्याङ्कले किन्छ, यदि हामी 100 नेपालीबाट भारतीयमा बनाउँछौँ भने ब्याङ्कले के गर्छ? बेच्छ। हामी बेच्छौँ भने त्यो ब्याङ्कले किन्छ भने ब्याङ्कको त्यो खरिददार भयो। यदि हामी किन्छौँ भने त्यो ब्याङ्कको के हुनेछ? हामी किन्छौँ भने त्यो ब्याङ्कको बिक्री दर हुनेछ। अब यहाँ हेरौँ, 1 नेपाली रुपियाँको बिक्री दर कति छ? 160 रुपियाँ 15 पैसा। त्यस्तै 100 रुपियाँ बराबर कति भयो? 160 रुपियाँ 15 पैसा। अब 1 को कति आउँछ? 1 रुपियाँ 60 15 पैसा आउँछ। ठिक छ। 10,000 कति आउँछ? 6,244.15। 100 रुपियाँको छ, 100 रुपियाँको छ यो। अब अर्को प्रश्न हामी हेर्नेछौँ। एउटा एजेन्टले युरो 100 रूपान्तरण गर्न 1% कमिसन लिन्छ भने कति नेपाली पैसा तिरेर पाउँछ? प्रश्नले भनिरहेछ कति रूपान्तरण गर्नु छ? 100 युरोलाई रूपान्तरण गर्नु छ केमा? नेपालीमा। ठिक छ। 100 युरोलाई नेपाली, अब युरो हामीलाई कति चाहियो? 100 रुपियाँ युरो चाहियो र कमिसन कति दिइरहेछ? 1%। अब कति नेपाली पैसा चाहियो? कति नेपाली पैसा चाहियो? हेरौँ यहाँ हामी। चाहिएको 100 युरो चाहिएको छ। ठिक छ। कमिसन कति चाहियो? 1% छ। ठिक छ। अब हामी हेरौँ, युरो 1 बराबर कति नेपाली हुन्छ? युरो 1 बराबर कति नेपाली हुन्छ? अब हेरौँ, हामी ब्याङ्कबाट जान्छौँ भने हामीलाई केमा किन्नुपर्छ? 1 युरोको बिक्री दर नै गर्छौँ हामी। यो हाम्रो छ 91 रुपियाँ। ठिक छ। त्यस्तै 1 युरोको लागि हामीलाई कति पैसा चाहियो? 91 रुपियाँ। बिक्री दर कमिसन लगाएर 91 प्लस 1/100 इन्टु 91 हाम्रो आउँछ 91.91। ठिक छ। अब यहाँ के क्वेसनले भनिरहेछ हरेकमा त्यो एजेन्टले कति लिन्छ? 1% उसले कमिसन लिइरहेछ भने 91 रुपियाँ छ 1 को र 1% कमिसन लिन्छ। 1% भन्नाले 1/100 इन्टु 91 यो आयो कति? 91 रुपियाँ 91 पैसा। अब 100 को बिक्री दर कमिसन लगाएर कति आउँछ? यो 100 को कति आउँछ? हेरौँ हामी, 100 इन्टु 91.91। ठिक छ। 1 बराबर कति छ? 91 रुपियाँ 91 पैसा। 100 बराबर कति हुन्छ? 100 युरो बराबर हाम्रो आउँछ 9,191। ठिक छ। यहाँ हामी पहिला हेरौँ, हामीसँग चाहियो कति युरो छ? हामीलाई 100 रुपियाँ युरोमा चाहियो र एजेन्टले कमिसन कति लिइरहेछ?
1% उसले कमिसन लिइरहेछ र नेपाली पैसा हामीले कति चाहियो, हामीसँग युरो चाहिएको छ 100 रुपियाँ, कमिसन कति चाहियो, हरेकमा उसलाई चाहियो कति 1% कमिसन चाहियो, चाहे 1 रुपियाँ गरोस् या 100 रुपियाँ, उसलाई कमिसन कति चाहिएको छ 1%। अब हेरौँ, हामी ब्याङ्कसँग किन्न जान्छौँ, नेपालीलाई लिएर हामी के लिन्छौँ, युरो लिन्छौँ, त ब्याङ्कले के गर्छ, बिक्री गर्छ, ठिक छ। ब्याङ्कको त्यो बिक्री दर, अब 1 युरोको बिक्री दर कति रहेछ, 91 रुपियाँ छ भने अब 1 युरोको बिक्री दर कमिसन लगाएर 1 युरोको बिक्री दर कमिसन लगाएर कति हुन्छ, 91 रुपियाँ त छँदैछ 1 को, र 1% कमिसन जोड्ने त्योमा 1/100 × 91 आउँछ हाम्रो 91 रुपियाँ 91 पैसा। अब 100 युरोको बिक्री दर कमिसन लगाएर कति हुनु पुग्छ, 100 × 91.91 यो हाम्रो हुन्छ 9191 आउँछ, ठिक छ। अर्को प्रश्न हामी हेर्छौँ। एउटा व्यापारीले अमेरिकन डलर 1000 किन्यो र त्यही दिन साँझमा बेच्यो भने नाफा वा नोक्सान भयो। ठिक छ। एउटा व्यापारीले के गरेछ, 1000 अमेरिकन डलर किन्यो र त्यही दिन साँझमा बेच्यो भने उसलाई कति नाफा वा नोक्सान भयो। एउटा व्यापारीले के गरेछ, 1000 डलर किन्यो र त्यही दिन के गर्यो, उसले 1000 डलरलाई बेच्यो भने कति नाफा वा नोक्सान भयो। अब हाम्रो कति छ, खरिददार कति छ 120 रुपियाँ र बिक्री दर कति छ 121 रुपियाँ। अब यहाँ हेरौँ हामी, एक 1000 छ, अमेरिकन डलर 1000 छ, एक अमेरिकन डलर को बिक्री दर 120 रुपये, एक अमेरिकन डलर को खरीददार 120 रुपियाँ छ। यो के गर्छ, ब्याङ्कले किन्छ, यो ब्याङ्कले बेच्छ र यो ब्याङ्कले किन्छ। एक अमेरिकन डलर को अब हेरौँ 121 रुपियाँ छ, 1 डलर US डलर 1000 को क्रय मूल्य, यो कसको क्रय मूल्य छ, जसले किन्छ व्यापारीले त्यसको सीपी कति भयो, 1000 × 21 121 यो आउँछ हाम्रो 1,21,000। ठिक छ। 1000 डलर किन्नको लागि व्यापारीलाई कति पैसा चाहिएको छ, 1,21,000 चाहिएको छ। US डलर 1000 को विक्रय मूल्य एसपी कति छ, 1000 × 120 यो हाम्रो कतिसम्म पुग्छ, 1,20,000। ठिक छ। त्यो व्यापारीको घाटा कति भएको छ, यहाँ
एसपी के छ हाम्रो सानो छ को भन्दा सीपी भन्दा। यहाँ हाम्रो विक्रय मूल्य के छ क्रय मूल्य भन्दा सानो छ भने त्यहाँ के हुन पुग्छ नोक्सान। सीपी माइनस एसपी हाम्रो हुन पुग्छ 1,21,000 बाट 1,20,000 घटाउनु पर्छ हामीले। जो नोक्सान कति भयो लस नोक्सान उसको कति भयो 1,000 रुपैयाँ उसको नोक्सान भयो। ठीक छ। प्रश्नले के भन्दैछ एउटा व्यापारीले के गर्यो $1000 किन्यो $1000 किन्यो उसले साँझतिर के गर्यो उसले त्यही $1000लाई बेच्यो। ठीक छ। उसले $1000 किन्दा $1 अमेरिकन को बिक्री दर कति रहेको छ 121 रुपैयाँ रहेको छ र $1 अमेरिकन को खरिद दर कति रहेको छ 120 रुपैयाँ रहेको छ। अब उसले $1000 किन्दा $1 किन्दा 121 रुपैयाँ चाहियो र $1000 किन्दा कति चाहियो उसलाई 1000 × 121 यो 1,21,000 चाहिएको छ। त्यस्तै $1000 को विक्रय मूल्य उसले बेच्दा $1 लाई कतिमा बेच्नुपर्छ 120 रुपैयाँमा भने $1000 लाई 1000 × 120 यो 1,20,000 मा बेच्यो। यहाँ के हेर्दैछौँ हामी विक्रय मूल्य के छ एसपी के छ क्रय मूल्य भन्दा सीपी भन्दा सानो छ भन्नाले के हुन्छ नोक्सान लस सीपी माइनस एसपी। यो हाम्रो हुन पुग्छ 1,21,000 बाट हामी 1,20,000 घटाउँछौँ यो लस आउँछ हाम्रो नोक्सान आउँछ 1,000। रामले कर मानव रामले एउटा घडी 110 रुपैयाँमा 110 युरोमा किन्यो जसमा 10% कर तिर्यो। ठीक छ। रामले 110 युरोमा एउटा घडी किन्यो र 10% कर तिर्यो। केही दिन पछि उसले त्यो घडीलाई युरो 150 मा बेच्यो भने उसलाई कति नेपाली पैसा फाइदा भयो। ठीक छ। अब यहाँ प्रश्न हेरौँ हामी रामले एउटा गाडी युरो 110 मा किन्यो र 10% कर तिर्यो। केही दिन पछि उसले त्यो घडीलाई युरो 150 मा बेच्यो भने उसलाई कति नेपाली पैसा फाइदा भयो। Ram bought a watch for euro 110 and 10% tax was paid by him. After few days, that watch was sold for euro 150. How much Nepali money did he gain? उसले कति नेपाली पैसा फाइदा गर्यो। यहाँ हेरौँ हामी
घडीको मूल्य पाउन्ड 110 रुपियाँ छ, घडीको मूल्य कति रहेछ 110 रुपियाँ। कर प्रतिशत कति छ 10%। घडीको मूल्य कर लगाएर, घडीको मूल्य कर लगाएर कति हुनेछ युरो 110 प्लस 10/100 इन्टु 110 यो आउनेछ। पाउन्ड कति हुनेछ 110 प्लस 11 यो हुनेछ पाउन्ड 121 रुपियाँमा मानौ। तब उसको कर लगाएर उसलाई कति पैसा तिर्नु पर्छ 121 पाउन्ड 121 युरो तिर्नु पर्यो उसलाई। अब यो भइहाल्यो के यो भइहाल्यो सीपी भइहाल्यो। किनेको कतिमा किनेको छ यो विक्रय मूल्य यो क्रय मूल्य भयो सीपी कति भयो 121 रुपियाँ। घडीको विक्रय मूल्य घडीको विक्रय मूल्य एसपी कति हुनेछ 150 रुपियाँमा उसले बेचेको छ। ठिक छ। उसको फाइदा कति भयो नाफा, उसको नाफा कति भयो यहाँ विक्रय मूल्य एसपी ग्रेटर देन क्रय मूल्य। नाफा कति हुनेछ हाम्रो एसपी माइनस सीपी 150 माइनस 121। पाउन्ड कति आउँछ पाउन्ड आउँछ हाम्रो 29 पाउन्ड हुनेछ। अब हामीसँग के छ 1 युरो बराबर युरो 1 को बिक्री दर कति छ युरो 1 को बिक्री दर कति छ हाम्रो 91 रुपियाँ। युरो 29 को बिक्री दर कति हुनेछ 29 इन्टु 91 यति युरो हुनेछ। हाम्रो 1 युरो को बिक्री दर कति छ 91 रुपियाँ भने हाम्रो 29 युरो को बिक्री दर कति हुनेछ 2639 नेपालीमा 2639 हुनेछ। ठीक छ। 1 युरो को बिक्री दर कति रहेको छ 91 रुपियाँ। 29 युरो को बिक्री दर कति हुनेछ नेपालीमा 29 इन्टु 91 यो हुनेछ 2639। अब हामी यहाँ हेरौँ घडीको मूल्य कति रहेको छ। घडीको मूल्य छ हाम्रो 110 युरो। कर प्रतिशत कति छ 10%। अब घडीको मूल्य कर लगाएर कति हुनेछ यसलाई हामी क्रय मूल्य भन्न सक्छौँ। युरो 110 प्लस 10/100 इन्टु 110 यो हाम्रो हुनेछ युरो 121 रुपियाँ। त्यस्तै घडीको विक्रय मूल्य कति छ घडीलाई कतिमा बेचिएको छ एसपी यो हाम्रो युरो 150 रुपियाँ रहेको छ। यहाँ विक्रय मूल्य एसपी के छ ठुलो छ क्रय मूल्य सीपी भन्दा। यहाँ के हुनेछ नाफा प्रॉफिट इक्वल टु एसपी माइनस सीपी। यो युरो 150 बाट 121 जान्छ यो 29 युरो बाँकी रहन्छ। 1 युरो को बिक्री दर युरोलाई हामी बिक्री दर किन ब्याङ्कले केमा दिन्छ हामीलाई बिक्री दरमा किनभने हामीले 1 युरो हामीले के गर्छौँ 1 युरो को हामी युरोलाई दिइरहेको छौँ। मानौँ यहाँ दिएको छ युरो 1 बराबर नेपाली 91 रुपियाँ। ठीक छ। यो दिएको रहन्छ हाम्रो मानौँ हाम्रो दिएको रहन्छ क्वेसनमा प्रश्नमा दिएको रहन्छ युरोदेखि नेपालीमा कन्भर्ट गर्नु छ रूपान्तरण गर्नु छ या पाउन्डबाट नेपालीमा डलरबाट नेपालीमा या नेपालीबाट भारतीय रुपियाँमा जे रहन्छ त्यो त्यहाँ दिएको रहन्छ। ठीक छ। हामीले यहाँ दिएको थियो मानौँ 1 युरो बराबर 91 रुपियाँ थियो हामीले 91 दिएछौँ। यहाँ दिएको भए 85 रुपियाँ 85 दिन्छौँ जति दिएको रहन्छ हामी त्यतिकै लिन्छौँ।